वेलकम टु माई च्यानल गाइज। तपाईँलाई थाहा भइसक्यो होला मैले चाहिँ घरमा नै एकदमै मिठो केक बनाउन सकिन्छ। केक भनौँ या बनाना ब्रेड भनौँ है, तपाईँहरूको घरमा भएको नर्मल पिठो अथवा चिनी घरमा मिसाएर चाहिँ एकदमै स्वादिलो घरमा नै यस्तो मिठो ब्रेड बनाउन सकिन्छ। तपाईँले बेकरीमा गएर महँगो पैसा तिरेर यु डोन्ट निड टु डु दिस है। एकदमै सजिलो छ यसको रेसिपी। सो आइ एम गोइङ टु सेयर यु एन्ड इट्स गोना बी भेरी भेरी डिलिसियस ब्रेड है। एकदमै हेल्दी छ। यसको लागि चाहिँ सबैभन्दा पहिला चाहिन्छ हामीलाई अन्डा। मैले चाहिँ 3टा अन्डा लिएको छु र एक योग र एक व्हाइट चाहिँ मैले दुवैलाई सेपरेट उसमा हालेको छु है, बोलमा हालेको छु, किनकि यो चाहिँ एक व्हाइट चाहिँ हामी पछि यसले चाहिँ अलिकति मजाले फिटेर चाहिँ केकमा एड गर्नेछौँ। र पहिला चाहिँ सबैभन्दा चाहिन्छ हामीलाई एक योगमा चाहिँ मैले 3 चम्चा सुगर हालेको छु। र यो सुगर चाहिँ तपाईँले अप्सनल छ, तपाईँहरू हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ है। तपाईँहरूको बच्चाहरूको लागि बनाउँदै हुनुहुन्छ भने गुलियो मिठो लाग्छ भने चाहिँ तपाईँले बनाउन सक्नुहुन्छ है। अनि यसलाई चाहिँ मजाले चिनी नपग्नेसम्म चाहिँ मैले चाहिँ फिटिसकेको छु यसले है, यो एक योगमा चाहिँ। अनि यसमा मैले हालेको छु चाहिँ आधी चम्चा बेकिङ पाउडर र आधी चम्चा बेकिङ सोडा। र बेकिङ सोडा र बेकिङ पाउडरलाई हालेर मैले मजाले यसमा फिटिदिइसकेँ। अनि मजाले यो खोलिदिनु होला, मजाले यसको फिट्ने, यो मजाले पक्रिङ गरेर फिट्नु होला। मैले चाहिँ सुगर किन अप्सनल भनेको भन्दाखेरि चाहिँ मैले चाहिँ यहाँ 3टा एकदमै पाकेको बनाना लिँदैछु है। तपाईँहरूले धेरै गुलियो मन पर्दा भने चिनी चाहिँ नहाल्दा नि हुन्छ, किनकि यसमा केरामा चाहिँ एकदमै गुलियो हुन्छ केराले गर्दा नै है। यो चाहिँ नेचुरल सुगर हो, एकदमै राम्रो हुन्छ हेल्थको लागि पनि। अनि धेरै गुलियो मन पर्दैन भने तपाईँहरूले चिनी चाहिँ नहाल्दा नि हुन्छ। म चाहिँ गुलियो मनपर्ने भएकोले चाहिँ चिनी हालेको। र यो केरालाई चाहिँ मजाले म्यास गर्नु होला, मजाले पेस्ट बनाएर चाहिँ अब म यसमा नै मिक्स गर्दैछु है। मजाले मिक्स गरिदिनुहोस्। यसले यो बनानालाई मजाले सानो हुने गरेर पेस्ट गरेर यो ब्याटर चाहिँ अलमोस्ट रेडी भइसक्यो। अब यसमा हामीले चाहिन्छ अनि अलिकति यो अब एक व्हाइटको भएको एक व्हाइट चाहिँ मजाले फिट्छु म है। यो चाहिँ अघि नै छुट्याएर राखेको एक व्हाइट हो। यसलाई चाहिँ मैले मजाले यो इलेक्ट्रोनिक कफी विस्क गर्ने उसले चाहिँ विस्क गर्दैछु है। तपाईँहरूसँग विस्क छैन भने चाहिँ तपाईँहरूले डाइरेक्ट अघि न एक योगमा नै मजाले चिनी मिसाएर त्यसलाई मिक्स गरिदिँदा नि हुन्छ। अनि मैले चाहिँ यस्तो फ्लफी बनाउनको लागि चाहिँ यसले गर्दा मोर फ्लफी हुन्छ है। र अब चाहिँ फाइनली पिठोको पाली आइसकेको छ। मैले चाहिँ यसमा चाहिँ होल व्हिट यो उसको लिएको छु, के अरे ओट्सको पाउडर लिएको छु, ओट्सको पिठो। ओट्सलाई चाहिँ मजाले ग्राइन्ड गरेर मैले चाहिँ यो पिठो बनाएको हो। तपाईँहरूले चाहिँ ओट्स मन पर्दैन भने चाहिँ गहुँको पिठो या आटा मैदा जे हाल्दा पनि हुन्छ है। यो चाहिँ तपाईँको अप्सनल हो, जे मनपर्छ त्यही हाल्दा हुन्छ। मैले चाहिँ अलिकति हेल्दी नै बनाउनुको लागि चाहिँ ओट्सको हालेको। ओट्स हालेर मैले मजाले अब यसलाई मिक्स गरिसकेँ। अब चाहिँ अघि हामीले एक व्हाइट विस्क गरेर चाहिँ मजाले बिस्तारै बिस्तारै यसलाई मिक्स गर्दैछु है। मजाले यसलाई बिस्तारै बिस्तारै हालेर मिक्स गऱ्यो भने चाहिँ अलिकति यसमा एयर जान्छ र अलिकति मजाले केक चाहिँ अझै फ्लफी बन्छ है मजाले। अनि यसलाई चाहिँ मैले मजाले मिक्स गर्नुपर्छ। अनि किनकि यो एक व्हाइट मात्र एक ठाउँ भयो भने फेरि राम्रोसित बन्दैन है। त्यसरी मजाले मैले चाहिँ अब अघि न यो 3टा एक व्हाइट हो है। अनि मैले मजाले फ्लप गरेर अब अलमोस्ट रेडी भइसकेको छ यसको ब्याटर चाहिँ है। अनि मजाले मिक्स गर्नुपर्छ यसको लागि चाहिँ। र अलमोस्ट रेडी नै भइसकेको छ। र यसमा चाहिँ मैले यो चोको चिप्स चाहिँ एड गरेको छु है। अनि चक्लेट चिप्स चाहिँ तपाईँको अप्सनल है, तपाईँको घरमा छ भने हाल्दा नि हुन्छ, छैन भने नहाल्दा नि हुन्छ है। तर यो मलाई चाहिँ चक्लेट मनपर्ने भएकोले चाहिँ चक्लेट चिप्स हालेको अझै पनि मिठो हुन्छ यसले चाहिँ। तपाईँहरू कोको पाउडर पनि हाल्न सक्नुहुन्छ है। तपाईँको मैले चाहिँ टिनको सानो बास्केटमा चाहिँ अलरेडी तेलहरू वरिपरि सबैमा हालेर चाहिँ रेडी गरिसकेको थिएँ। र यसको केकको ब्याटर पनि त्यहाँ हालिदिइसकेँ है। अनि तपाईँहरूको घरमा यस्तो टिन छैन भने तपाईँहरूले अब जेमा नि हाल्दा हुन्छ, टिफिन बक्समा भयो स्टिलको होइन, अनि त्यही सानो सानो कचौरोहरूमा हाल्दा पनि हुन्छ, केही पनि फरक पर्दैन।
म चाहिँ यो केक एयर फ्रायरमा बनाउन जाँदैछु है र जब मैले एयर फ्रायरमा यो अघिको केक ब्याटर हाल्लाई यो त एकदमै ठुलो रहेछ है मैले नापेकै थिएन अनि मेरो एयर फ्रायर भन्दा यसको चाहिँ यो चाहिँ एकदम ठुलो भयो कि र नगएर चाहिँ मैले बल्ल तल कच्ची यसको सेपै बिग्रिनु गएर भित्र हालिदिएको छु है किनकि सेप म्याटर अनि बेच्नु पर्ने होइन र अलरेडी यो चाहिँ मैले चाहिँ बेक गरिसकेको छु एकदम मिठो बास्ना आएर थियो है एकदमै मिठो बनेको छ केक र यसको सेप चाहिँ एकदमै डिजास्टर छ है तपाईँलाई थाहा छ किन यस्तो भयो भनेर है मेरो एयर फ्रायर चाहिँ एकदमै सानो रहेछ है यो उसको केकको टिनभन्दा पनि सानो रहेछ त्यसरी गएन अनि केक चाहिँ एकदमै राम्रो बनाएको छ मिठो बनाएको छ है अनि देख्न सक्नुहुन्छ कस्तो राम्रो भित्रको स्पन्जहरू छ चक्लेट चिप्सहरू एकदमै मेल्ट भएर यस्तो बास्ना आएको थियो केकको एन्ड थ्याङ्क यू सो मच फर एभ्रीबडी फर वाचिङ एन्ड सी यु नेक्स्ट भिडियो बाई बाई टेक केयर